दर्शकबिन यता हेर्नुहोस् त मदन भण्डारी रङ्गशाला र यो चाहिँ मदन भण्डारी राजमार्गको छेउमा एउटा जग्गा एकदम राम्रो जग्गा आएको छ। नमस्ते, म देवना लिम्बू। अहिले हेर्दै हुनुहुन्छ तपाईहरु तीनजुरे अनलाइन टिभी। जग्गाको धनी भूपेन लिम्बू यही हुनुहुन्छ र यो यति ठुलो रोड छ तपाईको र यो रोडदेखि हेर्नुहोस् यहाँ जानुपर्छ। अब म तपाईलाई जग्गा देखाउँ। त्यहाँनिर पर्छ, यही पर्छ। मात्र तपाईले 3 लाख रुपैयाँ तिर्नुभयो भने 10 दूर आउँछ। कसरी भन्नुहुन्छ होला म बताउँछु। यो भिडियो शेयर गर्नुहोस्। तपाईले यो रोड भनेको कहाँ जाने भनेर तपाईले सोच्नुहुन्छ होला। यो चाहिँ झापा जिल्ला दमक नगरपालिका वार्ड नम्बर 3 हो र यो रोड भनेको तपाईको मदन भण्डारी रोड, जहाँ चाहिँ तल्लो रोड भन्दा माथिल्लो रोड। यो चाहिँ धरान पानमारा हुँदै काठमाडौँ मेचीदेखि महाकालीसम्म जाने रोड हो। त्यसकारणले म भूपेन सरसँग तपाईको जग्गा यतै हो? यही हो हजुर। यहाँ चाहिँ कसरी धुर्को कसरी भन्नुभयो तपाईले? यहाँ चाहिँ हामीले अब तपाईले ठाउँ देखिहाल्नुभयो लुगा हैन। यो ठाउँको हिसाबले त तपाईको जग्गा चाहिँ तपाईको त्यति नआउने हो, त्यो हामीले दिएको रेटमा हैन। तर अहिले विशेष तपाईको नेपालीहरुको तपाईको मान चाड दशैं र तिहारको विशेष अफरमा चाहिँ हामीले मात्र तपाईको 1,35,000 रुपैयाँ धुरले चाहिँ राखेका छौं। त्यसमा पनि तपाईको डाउन पेमेन्ट किस्ताबन्दीमा पनि तपाईले हामीले दिएको छौं जग्गा हैन। तपाईको कसरी डाउन पेमेन्ट कसरी 30% तिर्नु पर्यो? 30% भन्दा पनि तपाईको 3 लाख रुपैयाँ तपाईले स्टार्टिङ उमा चाहिँ तपाईले 3 लाख डिपोजिट गर्नुभयो भने चाहिँ त्यो चाहिँ तपाईको किस्ताबन्दीमा पनि दिन सकिन्छ। तपाईको मात्र 10 दूरको 1,35,000 धुरले 13,50,000 पर्छ भने तपाईले 30% डाउन पेमेन्ट अथवा लोन हैन, लोनमा तपाईले 3 लाख तिर्नुभयो भने यो जग्गा तपाईको हातमा, तपाईको नाममा धनी पूर्जा लाल पूर्जा आयो। दर्शकबिन यो सुनौलो अवसर नगुमाउनु होला। यहाँ 7-8 वटा अलरेडी बिकिसकेको छ। अब बाँकी रह्यो 15 मात्रै बाँकी छ। तपाईको दशैंमा मासु भात खानुहोस्, आउनुहोस्। अनि यहाँनिर तपाई जग्गा हेर्नुहोस्, मन पर्यो भने तपाईले किन्न सक्नुहुनेछ। तपाईको यहाँ ढुङ्गा पनि लगाइरहेछ यतातिर भने जग्गा यहाँ छ। म तपाईलाई देखाउँछु। तपाईहरु पक्कै पनि यो जग्गा सुनौलो अवसर नगुमाइकन तपाईले यो कति फुटे रोड हो? यो चाहिँ तपाईको के छ भन्दाखेरि अहिले चाहिँ तपाईको ग्राभेल छ हैन। यो तपाईको ठेकामा लागिसकेको रोड हो। यो चाहिँ तपाईको दुईपट्टि तपाईको ड्रेन सहितको यो पिच ठुलो रोड हो। यो तपाईको 40 फुटे हैन। यो चाहिँ तपाईको अब बन्ने क्रममै छ। अहिले यो तपाईको बर्खाले र तपाईको दशैं तिहार अनि यो प्लस हाम्रो अहिलेको नेपालको यो तपाईको विभिन्न आन्दोलनले गर्दाखेरि चाहिँ अलिकति रोकिएको छ। जेनजी आन्दोलनले हजुर त्यसले रोकिएको छ। नत्र भने तपाईको यो बनिसक्ने रोड हो। यो पनि तपाईको 40 फुटे रोड पर्छ। यो चाहिँ 40 फुटे रोड, पिच रोड, कालो पत्रे। यो पनि